हेलो गाइज वेलकम ब्याक अगेन। आज फेरि पनि म जाँदैछु एउटा नयाँ ठाउँ गुगल रेकमेन्ड गरेको। र क्यानबेरामा नजिकै छ तर धेरै जसोलाई थाहा रहन्छ। मैले पनि गुगलमा बल्ल रिसर्च गर्दा गर्दा भेटेको। सो अन्डररेटेड ठाउँ, कसैले धेरै जसोलाई थाहा नभएको। सो लेट्स गो र हेरौँ त्यहाँ के छ भने जस्तो छ कि छैन। विल सी देयर। म चाहिँ आफ्नो गाडीमा आइसकेँ गाइज। अनि अब त्यो चाहिँ कस्तो ठाउँ रहेछ भन्ने कुरा चाहिँ अब त्यहाँ पुगेपछि थाहा हुन्छ। सो फार मौसम पनि राम्रो छ। क्यानबेरा खासली यतिखेर चाहिँ एकदमै विन्टर चिसो मौसम हो। हाम्रो यहाँबाट लगभग 2-3 घन्टामा माथि हिउँ पनि पर्छ, स्नो माउन्टेन पनि छ। तर आजको मौसम हेर्दाखेरि चाहिँ एकदमै राम्रो छ, एकदम सनी, नाइस सनी डे। सो आज घुम्नलाई पनि दामी छ। सो लेट्स सी के रहेछ त्यो ठाउँमा। विल सो यु देयर हैन। बिहानको अहिले लगभग 12 बज्यो। सो लेट्स सी। फाइनल गाइज म आइपुगेँ पाइन आइल्यान्ड रिजर्भ। यो चाहिँ टक्राङमै छ। यस्तो राम्रो ठाउँ मलाई पनि थाहा थिएन। मलाई लाग्छ धेरै जसोलाई पनि थाहा छैन यो कस्तो राम्रो ठाउँ छ यो है। यहाँ खोला नालादेखि लिएर दामी। पार्किङ कुरो गर्नु पर्दाखेरि पार्किङ चाहिँ फ्री रहेछ हैन। पार्किङ पनि इनफ छ। अनि यहाँ चाहिँ डिफ्रेन्ट प्लेसेसहरूमा पार्किङ। अनि त्यसपछि त्यति मात्रै नभएर गाइज यहाँ चाहिँ एउटा बवाल भनेको चाहिँ पब्लिक बाथरुमदेखि लिएर बारबिक्यू गर्ने स्टेसनहरू सबै रहेछ। अनि भ्यूको कुरा गरौँ गाइज, $1 मिलियन भ्यू दामी। समरमा त यो त्यहाँ पौडी खेल्ने पनि रहेछ। मलाई पनि थाहा थिएन, दामी ठाउँ। मलाई पनि थाहा थिएन। जस गुगल सर्चले पनि बेला बेलामा चाहिँ बवालै ठाउँहरू लिएर आउँछ। मलाई मन पर्यो। सही छ गाइज, एकदम दामी छ। त्यसपछि यो वेदरमा स्पेसली हैन दामी। अनि यसलाई चाहिँ पाइन आइल्यान्ड रिजर्भ भन्दो रहेछ। अनि चारैतिर सायद पाइनको ट्रीहरू भएको कारणले हो कि जस्तो लाग्छ मलाई। अनि यो एरिया चाहिँ सानो हैन, एकदमै ठुलो छ। यहाँ चाहिँ मान्छेहरू चाहिँ आउँदो रहेछ बारबिक्यू गर्ने, स्विमिङ खेल्ने, पौडी खेल्ने अनि वक गर्ने, सबै कुरा दामी। पौडीहरू पनि खेल्न मिल्ने रहेछ गाइज। अनि यहाँ नेपालीमा पनि लेखा रहेछ है। खोला पनि जाने ठाउँ रहेछ, दामी बनाएको, मन पर्यो मलाई दामी। आजको डे पनि फ्रुटफुल भयो। जेस दामी ठाउँ, मन पर्यो। अनि के अरे के चाहियो, ठुलो पार्क, खोला छेउ हैन, सराउन्डिङमा सानो सानो हिल्सको भ्यूज हैन। त्यसपछि यहाँ टक्क लगाएर बसेर यसो घरबाट ल्याएर खानेकुरा खाने हो कि हैन। तपाईँको उतैखेरि साइक्लिङहरू पनि गर्न पाइयो। मान्छे टक्क साइक्लिङ पनि गर्छन्। नाइस। यहाँ बसेर भ्यू हेर्दै यस्तो दामी ठाउँ यति नजिकै मलाई पनि थाहा थिएन। तपाईँले सोचिरहनु भयो होला क्यानबेरामा बिच छैन। छ गाइज, यहाँ तपाईँहरूलाई म देखाउँछु। यहाँ हेर्नुहोस्, तपाईँहरू यो ठाउँ भएको छैन हैन। यो चाहिँ एकदम क्यानबेराको साउथ साइडमा पर्छ। अनि यो चाहिँ खोलाको छेउ साइडलाई बिचहरूले बिच भन्दो रहेछ। समुद्रको बिच हैन। यहाँ तर कुरा के थाहा पायो भन्दाखेरि यो चाहिँ एकदमै ठुलो एरिया रहेछ पाइन आइल्यान्ड। पाइन आइल्यान्ड नर्थ भनेको चाहिँ साउथ भनेको सरी यतापट्टि रहेछ, अझै यता ठुलो गएर। अनि
पाइन आइल्यान्ड नर्थ भनेको यतातिर रहेछ। ठ्याक्क हामी चाहिँ बिचमा भनौँ न मेन स्पटमा छौँ। अनि त्यसपछि म जाँदैछु के अरे यो बिच साइडतिर। दामी यस्तो राम्रो ठाउँ रहेछ। हाम्रै ठगटनङ साइडमा बस्ने साथीहरूलाई पनि थाहा रहन्छ, मलाई पनि थाहा थिएन। सो एकदमै दामी झन् समरमा त नेक्स्ट लेभल हुने रहेछ गाइस, दामी। फाइनली बिच भनौँ न, अब सानो भए पनि यस्तो देखिने रहेछ यहाँबाट। यहाँ 2-4 जना मान्छेले टिकटक पनि बनाउँदैछन्, भिडियो पनि खिच्दैछन्। नाइस प्लेस, दामी। दामी अलिकति के अरे ठाउँ पनि बालुवा बालुवा भएको बिच जस्तै छ लगभग, तर समुद्र हेरिकन यो त केही पनि होइन गाइस, होइन। तर जे केही नहुनुभन्दा यस्तो सानो भएको पनि दामी। बिचकै भाइब्स दियो है गाइस, बिचकै भाइब्स दियो, दामी। दामी छ गाइस। क्यानबेरामा कसैलाई बिच जानु मन छ तर समुद्र जानु मन छैन भने चाहिँ गाइस दिस इज द प्लेस है। ठ्याक्कै त्यस्तै छ होइन, बालुवाहरू सबै भएको, पौडी खेल्ने ठाउँ पनि छ। अनि यो चाहिँ क्यानबेरा साउथ साइड पाइन आइल्यान्ड भन्दो रहेछ, दामी ठाउँ। समरमा झनै मजा आउने ठाउँ रहेछ। विन्टरमा पनि आजको दिन राम्रो भएको कारणले चाहिँ मान्छेहरू मैले टन्नै देखेँ त्यहाँ, र सही ठाउँ छ। मेरो हाइकिङमा ड्रोनको एक्सिडेन्ट भएर देखिन्छ, ड्रोन चाहिँ उडाएको थिइनँ। लेट्स अब यहाँ चाहिँ के ट्राई गर्छु कस्तो हुँदो रहेछ। अनि यहाँ चाहिँ प्रायः ठाउँमा रेस्ट्रिक्सन हुन्छ। यहाँ मैले बोर्डहरू पढेँ, केही पनि लेखाएको छैन। सो उडाएर हेर्छु। अनि यो सानो ड्रोन चाहिँ त्यही भएर रिक्रेसनल ड्रोन भन्ने कारणले पनि पाउन पाउँछ होला। अहिलेसम्म केही पनि मैले देखिनँ, केही पनि भेटिनँ। होपफुली होइन होस् भनेर अब ड्रोन टेस्ट गरौँ कस्तो हुँदो रहेछ। मेरो ड्रोन चाहिँ अब कनेक्ट हुँदैछ यसमा। ल गाइस, यो ड्रोन चाहिँ रेडी भयो। चार्ज चाहिँ रहन्छ, चार्ज चाहिँ सक्यो। ल गाइस, यही हो क्यानबेराको बिच भनेको चाहिँ। यस एकदम भ्यू पिसफुल, पानीको आवाज। अनि यो पार्कमा त्यति मात्रै नभएर यो चाहिँ भनेको हाम्रो के अरे पब्लिक टोयलेट बाथरुम भनौँ होइन, सबै कुराको व्यवस्था रहेछ। अनि यहाँबाट यो भ्यू हुँदै होइन, त्यसपछि यहाँनिर चाहिँ बारबेक्यू स्टेसन पनि छ, दामी गाइस। यो चाहिँ एकदमै विथ भ्यू नेक्स्ट लेभल होइन। तल छेउमा सानो बिच जस्तो बनाइदिएको छ। अनि यहाँ चाहिँ बारबेक्यू स्टेसन, दामी होइन। बारबेक्यू स्टेसन मात्रै छैन, यहाँ चाहिँ मान्छेलाई बस्नलाई, खानलाई होइन, दामी। अनि अस्ट्रेलियाको पार्कहरूको खासियत यही हो गाइस, यहाँ चाहिँ हरेक पार्कको त भनौँ धेरै जसो पार्कमा बारबेक्यू स्टेसन, यो बारबेक्यू स्टेसन हो। अनि यसको पैसा तिर्नु पर्दैन, फ्री हुन्छ। त्यति मात्रै नभएर पानीहरू सबैको व्यवस्था हुन्छ। हेर्नु अझै पनि यहाँबाट पानी आइरहेछ होइन, सबै कुराले काम गर्छ। त्यही भएर चाहिँ
धेरै जसो पार्कहरू स्पेसली यस्तो पार्कहरूमा यस्तो बारबेक्यू स्टेसन राखिदिएको हुन्छ अनि तर यो एरिया चाहिँ एकदमै दामी रहेछ भ्यू चाहिँ कस्तो दामी शीतल अनि यता पहाडको ब्याकग्राउन्ड तल खोला दामी छ अनि यो एरिया हेऱ्यो भने पनि एउटा बारबेक्यू स्टेसन यहाँ छ अर्को वहाँ रहेछ ट्याक्क लाएर यो झन् दामी छ त्यहाँ चाहिँ ठुलो खाले अनि त्यति मात्रै त्यहाँ बच्चाहरू खेल्ने पिङहरूदेखि लिएर उता अर्को बारबेक्यू स्टेसन टन्नै रहेछ कस्तो राम्रो ठाउँ अनि यो मान्छे धेरैलाई थाहा नभएर हो मान्छे त्यस्तो बिजी पनि नहुने रहेछ सायद समरमा चाहिँ हुन्छ होला तर स्पेसली विन्टरमा चाहिँ कोही पनि छैन एकदम क्वाइट शान्त होइन कसैको यहाँ प्यारेन्ट्स आउनुभएको छ क्वाइट र दामी ठाउँमा ल्याएर ड्राई पिकनिक या विकेन्डमा बारबेक्यू गर्न आउनु मन छ भने चाहिँ अल्पाइन आइल्यान्ड नेचर रिजर्भ आउनु होला त्यहाँ बारबेक्यू स्टेसनमा थियो भने यहाँ फेरि अर्को अनि ठुलो खाले चाहिँ यहाँ रहेछ बिचमा दामी अनि यहाँ चाहिँ ठुलो दुईवटा रहेछ बस्ने एरिया छुट्टै छ गाइस अनि नेक्स्ट लेभल कसैलाई विकेन्डमा रमाइलो गर्नु मन छ नेचर घुम्नु मन छ रिल्याक्स हुनु मन छ भने यो ठाउँ गाइस बारबेक्यू स्टेसन त बारबेक्यू स्टेसनमा धरि व्हील चेयर फ्रेन्डली हुन्छ यहाँनिर यो लेभलको चाहिँ पार्कमा राखिदिएको हुन्छ अनि पैसाहरू तिर्नु पर्दैन सब फ्री हुन्छ गाइज खानेकुरा मात्रै लिएर आउने हो तपाईँले पोल्ने कुरा खानेकुरा लिएर आउने हो पानी के अरे सबै कुराको व्यवस्था फ्री छ यहाँ पनि अर्को छ वाटर स्टेसन फ्री अनि त्यसपछि ऊ त्यहाँ पर वेल मेन्टेन एकदमै ठुलो पब्लिक वासरुम पनि नेक्स्ट लेभल एकदमै दामी छ जङ्गलको बिचमा भनौँ न एउटा पार्कमा चाहिँ यहाँको वासरुम कस्तो हुन्छ त कतिको मेन्टेन हुन्छ हेरौँ होइन अब यहाँ चाहिँ पहिलो कुरा व्हील चेयर मान्छे मेलको लागि होइन यस्तो छ गाइस जुन कालो कलर ग्राउन्डमा देखिरहेछ गाइस त्यो फोहोर होइन त्यो कलर खुइलेको मात्र हो कतै केही फोहोर छैन यस्तो सफा हुन्छ जङ्गलको बिचमा यो लेभलको वासरुम छ सबै कुरा व्यवस्था पानी पिसाब फेर्ने ठाउँ टोयलेट सबै उत्तिको मेन्टेन त्यति मात्रै नभएर यसको जुन लुक्स दिएको छ परबाट टोयलेट भए पनि एकदमै राम्रो देखिन्छ परबाट सानो घरको डिजाइन जस्तो दिएर एकदमै राम्रो देखिने पार्कलाई सुहाउने खाले होइन बाथरुम जस्तो नदेखियोस् भनेर चाहिँ एकदमै दामी गरेको छ यसरी बसेर चाहिँ ट्याक्क लगाएर होइन अनि यो मौसम यो शान्त वातावरण छुट्टै मजा आउँछ गाइस नेक्स्ट लेभल यो चाहिँ बारबेक्यू स्टेसनको चाहिँ बस्ने ठाउँ हो इट्स भेरी गुड ऊ त्यहाँबाट दुईजना साथीहरू टिकटक बनाउँदैछन् तपाईँ पाइन आइल्यान्ड रिजर्भ आउँदाखेरि पहिलो कुरो इट्स फ्री होइन त्यसमाथि यहाँ पब्लिक वासरुम बारबेक्यू स्टेसन होइन विथ दिस काइन्ड अफ भ्यू केही पनि पैसा तिर्नु पर्दैन अनि गुगल म्यापले सजिलै तपाईँलाई यहाँसम्म ल्याइदिन्छ पार्किङ इज प्लेन्टी पार्किङको समस्या छैन अनि यो ड्राइभ गरेर आउनुपर्ने हुन्छ जहाँसम्म लाग्छ मलाई पब्लिक ट्रान्सपोर्ट यहाँ आउँदैन नजिकसम्म पनि आउँदैन क्यारे आए पनि सायद 20-25-30 मिनट्स जस्तो वाक होला 10 आउट अफ 10 म भन्छु यो ठाउँलाई पाइन आइल्यान्ड रिजर्भ तग्रानङमा होइन 10 आउट अफ 10 यो चाहिँ एकदमै धेरै ठाउँ धेरै पार्कहरू गए बट यो लेभलको क्लिन ब्युटिफुल भ्युज सबै कुराको व्यवस्था अनि हेर्दाखेरि चाहिँ शीतल
नेचर वाइज एकदमै नेक्स्ट लेभल। म चाहिँ फाइनली गाइज नर्थ साइड यता हामी घुमिसक्यौँ। साउथ साइडपट्टि के रहेछ पाइन आइल्यान्डको फाइनली साउथ साइड पनि आइपुग्यो। दुईवटा साइड रहेछ, नर्थ साइड अघि नर्थ साइड अनि चाहिँ साउथ साइड उस्तै उस्तै रहेछ। तर जे होस् बारबी जहाँ भ्यू पनि राम्रो, जताततै चाहिँ बारबेक्यू स्टेसनहरू। अनि यो साइडमा चाहिँ वकिङ गर्ने वकिङ ट्र्याक पनि रहेछ, वक गर्ने जाने मान्छे हुँदै। प्लस यहाँ माछा मार्ने पनि फिसिङ जोन, ओपन वाटर माछा मार्ने पनि रहेछ। घाम चाहिँ चारैतिर आउने रहेछ यो एरियाहरूतिर। सो इभन विन्टरमा ठाउँ चाहिँ रमाइलो रहेछ। यो सबैतिर पाइनको ट्री भएको कारणले पाइन आइल्यान्ड भने कि जस्तो लाग्यो मलाई। प्लेग्राउन्डहरू जस्तो पनि यहाँ रहेछ, कस्तो राम्रो देखेको। अनि एकदमै दामी। म चाहिँ यता खोलातिर जाँदैछु, के रहेछ कुनै बट चराचुरुङ्गीको त्यो चिर्पिङ साउन्ड। आकाशमा चराहरू पनि मस्त उड्दैछ। त्यो खोला जाने ठाउँ रहेछ, तर मलाई त्यहाँ जान मन लाग्ने एरिया यो ठाउँबाट। यस्तै रुखमा हिँड्दा पनि छुट्टै मजा छ। ल साथीहरू, आजको दिन पनि बवाल थियो। ठाउँ चाहिँ 10 आउट अफ 10 छ घुम्नलाई, आउनलाई, बारबेक्यू गर्नलाई, नेचरमा रिल्याक्स गर्नलाई हैन। सो आजले यति भन्दै आजको भ्लगिङ सघाउँछु। थ्याङ्क यू फर वाचिङ। सी यू इन नेक्स्ट भिडियो।